तपाईले यो भिडियो देख्नुभयो? हामी प्रहरीहरूले पनि यो कानुनी प्लेटफर्ममा खेलेर धेरै पैसा कमाइरहेका छौँ। अनि यो हामीले केही हप्ता अघि एउटा भिडियो बनाएका थियौँ। त्यसमा हामीले एउटा प्रश्न सोधेका थियौँ। आज प्रहरीको अनुहार बिक्यो, मौन बस्ने हो भने भोलि राष्ट्र ब्याङ्कको गभर्नर र प्रधानमन्त्रीको डिप फेक बन्नेछ। त्यो बेला धेरैले सोचे यो अतिशयोक्ति होला। तर आज यस्तै प्रकारको एआई प्रयोग गरेर प्रहरीको वर्दी र प्रधानमन्त्री जस्ता सार्वजनिक व्यक्तित्वको अनुहार र आवाज दुरुपयोग गर्दै स्क्याम विज्ञापनहरू फेसबुकमा यत्रतत्र फैलिरहेका छन्। आजको भिडियो कुनै एक व्यक्तिको बारेमा होइन, कुनै एउटा एपको बारेमा पनि होइन। यो भिडियो एउटा नयाँ युगको बारेमा हो जहाँ विश्वास नै सबैभन्दा ठुलो लक्ष्य बनेको छ। केही वर्ष अघि स्क्याम कसरी हुन्थ्यो? बधाई छ, तपाईले कार जित्नुभयो। ब्याङ्कको ओटिपी भन्नुहोस्। ब्याङ्कबाट बोल्दैछु। धेरैले यो स्क्याम हो भनेर चिने, धेरैले बच्न सिके, तर अपराधीहरूले पनि सिक्दै अगाडि बढे। आज उनीहरूले नयाँ हतियार प्रयोग गर्न थालेका छन्, एआई यानि आर्टिफिसियल इन्टेलिजेन्स। अब उनीहरूलाई तपाईलाई ठग्न कुनै कल सेन्टर, सेटअप वा स्टुडियो चाहिँदैन। उनीहरूलाई एउटा फोटो, केही सेकेन्डको भिडियो र निःशुल्क चलाउन सकिने एआई सफ्टवेयर भए पुग्छ। त्यसपछि अनुहार नक्कली, आवाज नक्कली, सन्देश नक्कली, तर विश्वास सक्कली। हामीले के भेट्टायौँ? पछिल्ला सातादेखि हामीले विभिन्न सामग्री सङ्कलन गरिरहेका थियौँ। एआई प्रयोग गरेर बनाइएका प्रचार सामग्री, पेड एडभर्टिजमेन्ट, विभिन्न नामका बेटिङ र स्क्याम प्लेटफर्मका प्रचार सामग्रीहरू। एक दिन एउटा नाम, अर्को दिन अर्को नाम, तर काम एउटै, प्रवृत्ति यानि प्याटर्न एउटै। हामीले देखेका उदाहरणहरूमा सार्वजनिक व्यक्तित्वको छवि प्रयोग गरेर विश्वास निर्माण गर्ने प्रयास देखिन्छ। सबैजसो विज्ञापनमा स्पोन्सर्ड लेखेको देखिन्छ। यसको अर्थ यी सामग्रीहरू धेरैजसो अवस्थामा सामाजिक सञ्जालको विज्ञापन प्रणाली मार्फत दर्शकसम्म पुगेका छन्। याद राख्नुहोस्, हामी यहाँ कुनै एउटा एपको प्रचार वा समीक्षा गरिरहेका छैनौँ, हामी एउटा प्रवृत्ति देखाइरहेका छौँ। डिप फेक यति खतरनाक छ। एआईले तपाईँको पैसा चोर्दैन, एआईले तपाईँको विश्वास चोर्छ। मानिसको दिमागमा एउटा सर्टकट हुन्छ। यदि भिडियोमा कुनै परिचित अनुहार वा जुनसुकै अनुहार देखियो भने हामी स्वाभाविक रूपमा बढी विश्वास गर्छौँ। प्रहरी मेरो साथी, हामीले प्रहरीको वर्दी लगाएको व्यक्तिले केही बोल्दैछ भने पनि स्वाभाविक रूपमा बढी विश्वास गर्छौँ। र यदि त्यो अनुहार प्रधानमन्त्रीको हो, कुनै मेयरको हो, कुनै पत्रकारको हो, कुनै प्रहरी अधिकारीको हो वा तपाईले सम्मान गर्ने अरू कसैको हो, तपाईको मस्तिष्कले केही सेकेन्डमै त्यो सामग्रीलाई विश्वसनीय मान्ने सम्भावना बढ्छ। स्क्यामरहरू यही मनोविज्ञान प्रयोग गर्छन्। उनीहरू एआई बेचिरहेका छैनन्, उनीहरू विश्वास बेचिरहेका छन्। टार्गेटेड एडभर्टिजमेन्ट, सबैले एउटै विज्ञापन देख्दैनन्। धेरैलाई लाग्छ फेसबुकमा आएको विज्ञापन सबैलाई एउटै हुन्छ, तर त्यसो होइन। डिजिटल विज्ञापन प्रणालीले मानिसहरूको रुचि, व्यवहार र अन्तर्क्रियाका आधारमा फरक सामग्री देखाउन सक्छ। यदि कसैले पहिले यस्तै प्रकारका सामग्रीसँग अन्तर्क्रिया गरेको छ भने त्यस्ता व्यक्तिलाई समान प्रकारका विज्ञापन फेरि देखिने सम्भावना रहन्छ। त्यसैले एउटै स्क्याम सबैले देख्दैनन्। कतिपयले कहिल्यै देख्दैनन्, कतिपयले बारम्बार देख्छन्। यही कारणले धेरै पीडितहरू भन्छन् एकपटक क्लिक गरेपछि यस्ता विज्ञापन झन् धेरै आउन थाले। यस्तो किन हुन्छ भन्ने विषयमा हामीले टार्गेटेड एड बारे अर्को भिडियो लिएर अवश्य आउनेछौँ। तर डिजिटल विज्ञापन प्रणालीहरू व्यवहार आधारित वितरण यानि इन्ट्रेस्ट बेस्ड डिस्ट्रिब्युसन गर्न सक्षम हुन्छन्। एक पीडितको कथा। बुवाकोमा कल आएको थियो। हजुर। त्यसपछि के भन्नु त, म राष्ट्रिय वाणिज्यबाट बोल्दैछु। हजुर। तपाईँको खाता के कसो छ हेर्नु पर्यो। तपाईँको खाता अलिक बिग्रिया छ अरे। हजुर। खाता यहीबाट बसेर हेरिदिन्छु, तपाईँकोमा ओटिपी जान्छ, तपाईँ मलाई ओटिपी दिनु होला।
हजुर बुवाले किन अब ट्रु कलरमा पनि उसको नाम देखायो, राष्ट्रिय वाणिज्य बैंक नै देखायो ट्रु कलरमा पनि। कलरमा पनि देखायो। ओके सारीतिर हेरेर उहाँलाई पनि लाग्यो कि साँच्चीकै होला, हजुर ब्याङ्कबाट नि बोल्दैछ, हजुर नाम पनि भन्यो म फलानु बोल्दैछु, हजुर ब्याङ्कै कर्मचारी छु म। हजुर अनि त्यसपछि बुवालाई पनि साँच्चीकै मान्छे छ जस्तो छ। हजुर त्यसपछि सबैबाट एकछिनपछि ओटिपी आयो। हजुर ओटिपी आइसकेपछि बुवाले त्यसको वाट्सएपमा ओटिपी वाट्सएप गरिदिनु भयो। उहाँको बुवालाई एउटा विश्वासिलो जस्तो देखिने फोन कल आयो। त्यसपछि ब्याङ्क सम्बन्धी प्रक्रिया भन्दै ओटिपी मागियो अनि केही मिनेटमै रकम हरायो। यस प्रकारका घटनाहरूमा सबै प्रविधि एउटै हुँदैन। कतै ओटिपी स्क्याम हुन्छ, कतै फेक इन्भेस्टमेन्ट, कतै बेटिङ, कतै एआई भिडियो। तर उद्देश्य एउटै हुन्छ, विश्वास जित्ने र पैसा लुट्ने। अब कसरी बच्ने त? यदि कुनै भिडियोमा कुनै सार्वजनिक व्यक्तिले लगानी गर्न भनेको छ, धेरै सजिलो कमाईको बाचा गरिएको छ, तुरुन्त निर्णय गर्न दबाब दिइएको छ, टेलिग्राम वा व्हाट्सएपमा लैजान खोजिएको छ, यो मात्रै असली प्लेटफर्म हो भनिरहेको छ, एकछिन रोकिएर सोच्नुहोस्, त्यो भिडियो साँच्चै उहाँकै हो? त्यो आधिकारिक स्रोतबाट आएको हो त? त्यो विज्ञापन कसले चलाएको? विश्वास गर्नु अघि प्रमाण खोज्नुहोस्। आज एआईले भिडियो बनाउन सक्छ। आज एआईले तपाईँको आफ्नै आवाज बनाइदिन सक्छ। आज प्रहरीको वर्दी र प्रधानमन्त्री जस्ता ठुला सार्वजनिक व्यक्तित्वको अनुहार प्रयोग भइरहेको छ। भोलि तपाईँको परिवारको सदस्यको पनि हुन सक्छ। प्रविधि आफै समस्या होइन, तर प्रविधिलाई प्रयोग गरेर विश्वासमाथि आक्रमण गर्नेहरू ठुलो चुनौती बनेका छन्। त्यसैले प्रश्न केवल यो भिडियो नक्कली हो कि होइन भन्ने होइन। प्रश्न हो, हामीले डिजिटल युगमा कसलाई विश्वास गर्ने? अर्को ठुलो प्रश्न हो, एआई डिपफेक, लक्षित विज्ञापन र डिजिटल ठगीको यो नयाँ स्वरूपसँग जुझ्न नेपालका नीति, नियमन, अनलाइन प्लेटफर्मसँगको समन्वय र जनचेतना अभियान कति तयार छन्? नागरिकको विश्वास जोगाउन अब के परिवर्तन आवश्यक छ? यस्ता प्रश्नहरूको जवाफ खोज्नु आजको आवश्यकता हो। यदि यो भिडियोले तपाईँलाई सोच्न बाध्य बनायो भने यसलाई आफ्ना परिवार, साथीभाइ र विशेष गरी सामाजिक सञ्जाल धेरै प्रयोग गर्ने व्यक्तिहरूसम्म पुर्याउनुहोस्। किनकि आज डिपफेकले सार्वजनिक व्यक्तित्वको अनुहार प्रयोग गरिरहेको छ। भोलि सायद तपाईँको आफ्नै अनुहार प्रयोग हुन सक्छ। धन्यवाद।